हेलो एभ्रिवान, के तपाईँ विथ डिपेन्डेन्ट ब्याचलर अर मास्टर्समा युरोप स्टडीको लागि प्लान गर्दै हुनुहुन्छ? यदि हो भने हजुरहरूको लागि बेस्ट डेस्टिनेसन स्विडेन हुनसक्छ। यसमा लङ ग्याप एक्सेप्ट गर्छ र स्टुडेन्टको लागि जब रेस्ट्रिक्सन पनि छैन। जस्तो अरू कन्ट्रीको केसमा 20 आवर्स पर विक 25 आवर्स पर विक भनिन्छ भने यहाँ चाहिँ युनिभर्सिटी टाइमभन्दा बाहेकको चाहिँ फुल टाइम स्टुडेन्टले गर्न पाउनुहुन्छ र यहाँ चाहिँ तपाईँको फाइनेन्सियल डकुमेन्ट्सहरू बनाउन झन्झट पनि छैन। त्यसकारणले यो चाहिँ एकदम बेस्ट डेस्टिनेसन छ हजुरहरूको लागि। यसमा चाहिँ एकाडेमिक रिक्वायरमेन्ट्सको कुरा गर्दाखेरि मिनिमम 2.8 GPA चाहिन्छ, आइएल्स ओभरअल 6.5 नट लेस देन 5.5, पिटिई 62, राइटिङमा चाहिँ 61 हुनुपर्ने हुन्छ। र यसमा स्टुडेन्टले लगानी कति लाग्छ त भनेर हामीलाई धेरै क्वेसनहरू सोधिराख्नु भएको छ। यसो केसमा चाहिँ तपाईँहरूको युनिभर्सिटीमा डिपेन्ड गर्छ, युनिभर्सिटीको ट्युसन फी कति छ त्यसमा डिपेन्ड गर्छ हैन। नर्मली हाम्रो एभरेज लेभलको युनिभर्सिटीमा एभरेज कोर्समा एप्लाई गर्दाखेरि केसमा 6 मन्थको ट्युसन फी तिरेर जाने हो भने विथ डिपेन्डेन्ट 11 लाख मात्रै पेमेन्ट गर्दा हुन्छ। त्यसकारणले एकदमै सजिलो भएको कारणले गर्दाखेरि यहाँहरूले अहिले हामीले एप्लाई गर्ने भनेको सेप्टेम्बर 2026 इन्टेकको लागि हो र हामीसँग टाइम एकदमै कम छ। हजुरहरूले एप्लाई गर्न चाहनुहुन्छ भने रेडियन्स कन्सल्टेन्सीलाई कन्ट्याक्ट गर्नुहोस्। हामी नयाँ बानेश्वरमा छौँ। थ्याङ्क यू।